दर्शकबिन आज देशमा दुईटा विषयको चर्चा रहेको छ। एकातिर नेकपा एमालेमा केपी ओली तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका छन् भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई अदालतबाट धरौटीमा रिहा गर्ने आदेश भएको छ र यसै क्रममा नखु कारागार बाहिर हामी देख्न सक्छौँ हजारौंको सङ्ख्यामा नेता कार्यकर्ता मात्रै होइन सर्वसाधारणमा एक प्रकारको उत्साह छ र यो दृश्य देखाऊ। यहाँनिर अहिले हजारौं नेता कार्यकर्तामा उत्साह छ भने अर्कोतिर यहाँ जेनजी अगुवा पुरुषोत्तम यादवलाई हामी देखेका छौँ। आजको यो जुन माहौल छ यो माहौलले के मेसेज दिइरहेको छ? मलाई लागिरहेछ देशभरि नै उत्साह छ, उत्साहको माहौल छ र यो एकदम न्यायपूर्ण डिसिजन भएको छ आज अदालतबाट। हरेक नेपाली खुस छ योदेखि लिएर र जेनजी पुस्ता पनि खुस छ। अब के छ उहाँ छुटिसकेपछि यहाँहरू जस्तो जेनजी अगुवाहरूलाई हामीले राजनीतिकमा देख्न सक्छौँ, नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा यहाँलाई देख्न सक्छौँ। हजुर हजुर मेबी फ्युचरमा देख्न सक्नुहुन्छ हजुरले। सम्भावना त्यही छ। हजुर हुन त तपाईँले 4 नम्बर क्षेत्रबाट आफ्नो उम्मेदवारीको घोषणा गरिसक्नु भएको छ। के राष्ट्रिय स्वतन्त्र पार्टीबाटै उम्मेदवारी दिने? सबैजना जहाँ रवि दाई, बालेन दाई र कुलमान दाई सबैजना मिलेर हामी डिसिजन गर्छौँ कहाँबाट के गर्ने हो भनेर सबैजना त्यहीबाट अगाडि बढ्ने प्रयास। यहाँलाई लाग्छ रवि, बालेन र हर्क सबै एक ठाउँमा आउन सक्छ? हजुर 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 हर्कजीको त थाहा भएन मलाई, तर बालेनजी, रविजी र कुलमानजी एक ठाउँमा आउन सक्ने सम्भावना छ। अझ पनि यस विषयमा तपाईँहरूको केही कुरा भयो? बालेनजीहरू हाम्रो कुरा भइरहेछ। के भन्नुभएको? रेगुलर उहाँ सबैजना पोजिटिभ हुनुहुन्छ र सबैजना तयार हुनुहुन्छ र त्यही अब रवि दाई पनि निस्किनु भएको छ एकदम इजी हुन्छ। आज तपाईँहरू यहाँ हामी देखिरहेका छौँ केही जेनजीका साथीहरूलाई यहाँनिर नखु कारागार बाहिर के स्वागत गर्न आउनुभएको थियो? हजुर हजुर स्वागत गर्ने आएको थियो हामी। के मेसेज आयो भित्रबाट? भोलि सायद उहाँ निस्किनुहुन्छ, केही टेक्निकल समस्याको कारणले प्रक्रिया पुऱ्याएर भोलि निस्किनुहुन्छ? हजुर 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 भोलि उहाँको स्वागतमा तपाईँ पनि आउने के छ? हजुर हजुर आउँछौँ हामी। त्यसो भए तपाईँलाई जेनजी अगुवा पुरुषोत्तम यादव अब राष्ट्रपाको नेताको रूपमा हामीले सम्बोधन गर्दा हुन्छ कि हुँदैन? त्यो चाहिँ अहिले यति अलि चाँडो हुन्छ होला सायद होइन। भोलि हेरौँ न भोलि के हुन्छ र हामी बालेन दाई, रवि दाई र कुलमान दाईले सबैलाई एक ठाउँमा ल्याउन प्रयासमा छौँ र त्यो सबैजना एक ठाउँमा प्रयासमा र जेनजी पनि समर्थनमा भएर एक ठाउँमा आउने छ। एक ठाउँमा आज तेस्रो पटक नेकपा एमालेबाट केपी ओलीज्यू निर्वाचित हुनुभएको छ अध्यक्षमा, के भन्न चाहनुहुन्छ उहाँलाई? केही भन्दिनँ। के चेन्ज भएको छ र? हिजो पनि उहाँ हुनुहुन्थ्यो, आज पनि उहाँ हुनुहुन्थ्यो, के परिवर्तन भएको छ? केही परिवर्तनै भएको छैन। उहाँलाई केही सन्देश छ कि छैन? केही सन्देश छैन उहाँलाई। के सन्देश दिनु उहाँलाई? रविजी छुट्नु र आज यो रिजल्ट आउनु दुवै कुरा मिल्यो, यसले अब राजनीतिक देशको राजनीतिक कतातिर देशमा न्याय प्रक्रिया सुरु भएको छ। न्यायको मतलब जुन जेनजीले न्याय खोजिरहेको थियो नि, त्यो एउटा न्यायको सुरुवात भएको छ आजदेखि। रवि लामेछानेको जेनजी आन्दोलनको पनि सही दिन सायद यो सरकारको पनि सही दिन पुगेको रहेछ सायद, आज हामीले थाहा पाछौँ र सबै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली छ। रवि लामेछाने छुट्नु भनेको जेनजी पुस्ताले उठाएका मागहरू, मुद्दाहरू सम्बोधन हुनु, न्याय पाउनु हो। आधीभन्दा बढी जेनजीको जुन माग थियो त्यो रासोपाको मेनिफेस्टोमा पनि छ सायद, हामीले हेरेका छौँ। र रासोपाको माग र जेनजीको माग उस्तै उस्तै छ। रासोपा र जेनजी एउटै हो तपाईँको भनाइअनुसार? एउटै होइन, तर माग भनेको एउटै हो। माग एउटै हो, हजुर। सिद्धान्त विचार एउटै हो। सिद्धान्त विचारमा फरक हुन सक्छ होइन। अब जस्तै धेरै कुरा मागहरू हाम्रो छन्, रासोपासँग मिल्दो रहेछ, मिलिरहेछ त्यो कुराहरू। के छ तपाईँलाई के लाग्छ समयमा निर्वाचन हुन्छ? हुन्छ, सरकार प्रतिबद्ध छ निर्वाचन गराउनुमा। तर जेनजी अगुवाहरूले भनिरहेका छन् नि त यदि जेनजीको माग सम्बोधन भएन भने निर्वाचन हुन दिन्नौ भन्छ। हो, त्यो मेरो पनि त्यही पोजिटिभ नै छ। त्यो माग पुरा भएन भने कहाँ चुनाव हुनु छ? सरकारको 100 दिनलाई यहाँले कसरी लिनु भएको छ? राम्रो छ, पोजिटिभ छ। केही कुरामा हामी असन्तुष्ट छौँ तर धेरै जस्तो कुराहरू पोजिटिभ छ, राम्रो छ। जेनजीहरू जुन विभिन्न मुद्दामा अहिले फसाइरहेका छन् तिनीहरू छुटिरहेछन्, के छ उनीहरूको? हजुर, यो भर्खरको हाम्रो जुन एग्रिमेन्ट भएको छ गभर्मेन्टसँग त्योमा त्यसपछि धेरैजना छुट्नु भएको छ। आज भर्खरै हामीले एउटा न्युज हेरिरहेका थियौँ कि वीरगञ्जका मेयर साहबको घर जलाउनेलाई आज मुद्दा लागेको छ, पक्राउ परेको छ। यसमा यहाँको धारणा के? त्यो अदालतले गर्ने कुराहरू छ। अब अदालतले अगर यदि उहाँ दोषी हुनुहुँदैन भने कारबाही हुँदैन। दोषी हुनुहुन्न भने कारबाही हुँदैन? दोषी छ भने कारबाही हुनुपर्छ। अब हाम्रो त्यो के भन्छ कसैको पर्सनल प्रपर्टी जलाउनुमा त्यो आन्दोलनमा त्यो थिएन नि। अब कसैको व्यक्तिगत धारणा घर जलाउने आगजनी गर्ने तोडफोड गर्नेलाई कारबाही हुनुपर्छ। के त अब धेरैजना यस्तो मान्छे छ। गगन थापाको घर जलाउने मान्छे को थियो के? गगन थापाले इन्टरभ्यूमा भन्नुभएको छ नि कि मेरो घर जलाउने प्रधानमन्त्री केपी शर्मा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीको निकटको मान्छे छ भनेर। त्यस्तो मान्छे जेल जानु पर्यो नि। तर 23 गते जुन गोली चल्यो त्यसपछि भावनामा बगेर त्यो किसिमको विध्वंस भयो भन्ने पनि आकलन भइरहेको छ नि। 23 गते यदि त्यत्रो मान्छेको नरसंहार नभएको भए 24 गतेको त्यो घटना हुने थिएन भन्ने पनि आकलन। त्यो पनि एउटा कुरा छ र त्यो अब हेर्नु न हुन्छ। यदि उहाँ पनि त विचार गर्नु पर्यो। त्यो कुरा विचार भइरहेछ र कतिजनाले के गरिरहेछ भने व्यक्तिगत मान्छेहरूलाई पर्सनली त्यो आरोप लगाएर
जबरजस्ती पनि जेलमा हाल्नको प्रयासमा छ। जस्तै कुनै अब जेन्जीहरू छ जुन कुनै पोलिटिकल पार्टीसँग पहिलेदेखि उसको गडबडी थियो या झगडा थियो, त्यस्तो यस्तो जेन्जीलाई पनि भित्र उनीहरू हाल्न थाल्नु भएको रहेछ र त्यो पनि हेरिन्छ होला राम्रो। यहाँको राजनीतिक यात्राको लागि मेरो शुभकामना छ। यति बेला हामी नक्कु कारागार बाहिर छौँ, जहाँ चाहिँ हामी देखाउन सक्छौँ रवि समर्थकहरूको बाक्लो उपस्थिति छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामा उत्साह छ। यहाँ हामी त्यो उत्साह देख्न सक्छौँ। आयो आयो बाघ आयो लगायतका नाराहरू, विभिन्न खालका नाराहरू छ। र अब अदालतको जुन आज निर्णय आएको छ, भोलि सम्भवतः रवि लामेछाने धरोटीमा रिहा हुने पक्का पक्की छ। तर आजै नेकपा एमालेको तेस्रो पटक निर्वाचित अध्यक्ष बन्नुभएको छ केपी ओली। यता राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामेछाने कारागारभित्र हुँदा रविको पार्टीमा, राष्ट्रिय स्वतन्त्र पार्टीमा जानेको लड्को थियो, लाइन थियो, भिड थियो भने अब रवि लामेछाने बाहिर निस्किसकेपछि अब विभिन्न कोणबाट यो विषयहरूलाई हामी देख्न सकिरहेका छौँ। राजनीतिक दृष्टिकोणबाट अब माहौल कतातिर जानेछ, समयमा यदि निर्वाचन भयो भने त्यसपछिको अवस्था के हुनेछ, पुराना राजनीतिक दलका नेताहरूलाई एक प्रकारको चुनौती थपिने पक्का पक्की हामी देख्न सकिरहेका छौँ। विभिन्न दलका नेताहरूको एउटा टाउको दुखाइ कहीँ कतै नयाँ पुस्ता भएको छ र नयाँ पुस्ताले विश्वास गरेको पात्रमध्येको एक हुन् रवि लामेछाने। रवि लामेछाने छुट्ने पक्का भएपछिको यो उत्साह हामी देख्न सकिरहेका छौँ। हजारौंको संख्यामा यो भिड छ। हजारौंको संख्यामा नेता कार्यकर्ताहरू, रवि समर्थकहरू यहाँ आइपुगेका छन्। विभिन्न नाराहरू लागिरहेको छ। जेन्जीका अधिकांश फेसहरू हामी यहाँ देख्न सकिरहेका छौँ। कतिको उत्साहित हुनुहुन्छ? उत्साहित छौँ। तपाईँ जेन्जी अगुवा होइन? हो। अनि आज चाहिँ यहाँ रवि छुट्न लागेपछि, यो सूचना आएपछि स्वागतमा आउनुभएको? स्वागत मात्रै होइन, यस अघि पनि आएको हौँ दाइलाई भेट्न। अहिले पनि हामी उत्साहित छौँ। यो न्यायको आशा थियो हामीलाई। रवि दाइलाई जुन हिसाबले जेलभित्र राखिएको थियो, म उहाँसँग काम गरेको पनि मान्छे हो। उहाँले काम गर्ने तरिका हामीलाई कसरी मनपर्ने, कसरी गर्नुहुन्थ्यो त्यो सबै थाहा छ। र उहाँप्रति हामी आशा गरेको नेता एउटा रवि लामेछानेले। उहाँको क्षमता, उहाँको ट्यालेन्टलाई अब के हो, सम्पूर्ण तपाईँहरू जेन्जीहरूको समूह के रासोपामा प्रवेश गर्ने होइन? हामी प्रवेश गर्नुपर्छ भने एउटा राम्रो मान्छे, राम्रो ठाउँ, राइट प्लेस, राइट पर्सन हुनुपर्छ भन्ने हाम्रो। जसरी पुरुषोत्तम यादवजी अब के रासोपाबाट उम्मेदवारको रूपमा हामी हेर्न सक्छौँ? त्यो अब सोध्नुपर्छ उहाँलाई। उहाँले त अहिले भन्नुभएको छ सम्भव छ। सम्भव छ, त्यो राम्रो हो। युवाहरू राजनीतिमा आउनुपर्छ। युवाहरूले तपाईँलाई पनि हामीले के सम्भावना छ? होइन, अहिले मेरो अब हाम्रो एउटै आधार हो देश बनाउने। सबै पार्टीमा गएर, निर्वाचनमै गएर नेता बनेर मात्रै सम्भव छैन। हाम्रो अलग पाटो छ। एउटा म पत्रकारिता गर्ने मान्छे पनि हो। त्यो तपाईँ एउटा स्थानमा हुनुहुन्छ, त्यसरी जानु होला। हामी फरक फरक ठाउँमा, हाम्रो सोच एउटा हो, भिजन एउटा हो, तरिका फरक हुन्छ। जसरी आज अदालतको जे निर्णय आएको छ, यसमा रासोपा मात्र होइन आम सर्वसाधारणलाई पनि हामी उत्साहित देखिरहेका छौँ। के छ अदालती प्रक्रियाहरू कहाँसम्म पुग्यो? आजै छुट्ने हो कि भोलि छुट्ने? अब यो उच्च अदालतले गरेको आदेशको कार्यान्वयन चाहिँ जिल्ला अदालत मार्फत हुन्छ। त्यस कारणले जिल्ला अदालतले आदेशअनुसार कानुनी प्रक्रिया पुरा गरेपछि त्यसको जानकारी चाहिँ कारागारलाई दिएपछि मात्रै चाहिँ यो रिहाईको क्रम सुरु हुने भएकाले अब रूपन्देही जिल्ला अदालतले उच्च अदालतको आदेश कार्यान्वयनमा कति समय लगाउँछ त्यो प्रक्रिया सुरु गरेर अन्त्य गर्न भन्नेले सम्भावना कतिको छ? किनभने उत्साहित छन् यहाँ नेता कार्यकर्ता। हामी आशावादी छौँ। तर सम्भवतः आदेश कार्यान्वयन चाहिँ भोलि होला। अहिले भित्र के कुराकानी भयो? छुटपुर्जीको लागि समय जिल्ला अदालत बाहिरमा त्यहाँको जिल्ला अदालतबाट छुटपुर्जी आउनुपर्ने, छुटपुर्जीको लागि सभापति बाहिर जानुपर्ने र त्यो समय अभावका कारणले गर्दा भोलि हुने भयो। रवि लामेछानेज्यूको जुन अदालतबाट जुन फैसला आएको छ, यसले अब राजनीतिक मोड के लिन्छ? तपाईँहरूमा कतिको उत्साह छ? यसलाई कसरी लिनुभएको छ? आजै नेकपा एमालेको अध्यक्ष केपी ओली तेस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएको छ र आजै रवि लामेछानेको अदालतबाट यो निर्णय पक्कै पनि यो कानुनी लडाइँमा यति जटिल जाल,
यति जटिल जाल यिनीहरूले फालेका थिए त्यो जालको बाहिर बसेर मुद्दा लड्न पाउने मात्रै भयो अहिले हामी मुद्दा टुङ्गो किनारा लगाइसकेका छैन तैपनि सभापति बाहिर आएर मुद्दा लड्ने पाउने हुँदाखेरि हामी सुपेक्षुक पार्टीका हामी केन्द्रीय सदस्य सचिवालय सबै टिम नै पक्कै पनि खुसी छौँ। यहाँले यो आजको निर्णयलाई अवसरको रूपमा लिनुभएको छ कि चुनौतीको रूपमा? जसरी रवि लामेछाने नक्खु कारागार बसिरहँदा एक प्रकारको बाहिर जनलहर छ, रासोपामा प्रवेश गर्नेको लड्को छ। अब रवि लामेछाने स्वयं बाहिर आइसकेपछि अन्य पार्टीमा नेता कार्यकर्ताहरू बस्छन् कि बस्दैनन्? के छ? नबस्दा हुन्छ त्यतातिर, किन बस्ने? 35 वर्षसम्म हेर्नुहोस् त कति धोका दिए यिनीहरूले। म नबस्नुहोस् भनेर आह्वान गर्न चाहन्छु, नबस्नुहोस्, हुँदैन, पारा लाग्दैन त्यो घरहरूबाट। जेनजीका अगुवा सुदन गुरुङज्यूले भन्नुभएको छ यदि संसद पुनर्स्थापना गरेर पुनः जेनजीका मागहरू सम्बोधन गर्न सकिन्छ भने केही दिनका लागि केही समयका लागि भए पनि पुनर्स्थापना हुनुपर्छ। यहाँको धारणा के छ? सबभन्दा पहिला जेनजी आन्दोलन, जेनजी जनआन्दोलन सरकारले नै औपचारिक नामाकरण गरिसकेका छ। त्यो आन्दोलनको मर्म र भावना के हो? पहिला सुरुमा मेरो त्यहाँ छ त्यो मर्म र भावना अनुसारको यो सरकारले कार्य सम्पादन अगाडि गर्दै गएर निर्वाचन नै हो भन्ने लाग्छ मलाई। निर्वाचन हो, पुनर्स्थापना हुनु हुँदैन, निर्वाचन हो। बडो डिप्लोमेटिक एन्सर दिनुभएको छ, निर्वाचन पुनर्स्थापना होइन, यतिले हामी बुझ्न सक्छौँ। आज भर्खरै अदालतबाट जुन धरोटीमा रिहा गर्ने निर्णय आएको छ त्यसपछिको हामी अवस्था देखाउँ। नखु कारागार बाहिर हजारौँको सङ्ख्यामा रवि लामेछाने समर्थक नेता कार्यकर्ताहरू आउने लड्को लागेको छ र यहाँ ट्राफिक जाम देखाउँ। यहाँ गाडीहरूलाई पास गराउन ट्राफिक प्रहरीलाई हम्मे भएको छ र यो अवस्था देखाउँ जहाँ चाहिँ अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेता कार्यकर्ताहरूसँग कुराकानी गरिरहेका थियौँ भने यतापट्टि यो भिडलाई नियन्त्रण गर्न सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। नेता कार्यकर्ताहरूमा उत्साह छ, विभिन्न समूहहरू आएको छ, जेनजीका अगुवाहरू, जेनजी आन्दोलनका अगुवाहरूको अनुहार पनि हामीले देखेका छौँ र यहाँ देखाउँ एक किसिमको उत्साह छ। रवि लामेछाने समर्थकहरूको उत्साह हामी यहाँ देख्न सक्छौँ। विभिन्न नाराहरू यहाँ लगाइरहेको अवस्था छ, जहाँ चाहिँ आयो आयो बाघ आयो लगायतका नाराहरू यहाँबाट रवि समर्थकहरूले दिइरहेका छन्।